नमस्कार सबैलाई। म आज एउटा बिरामी भेट्नको लागि चरक मेमोरियल हस्पिटल प्रालीमा आएको थिएँ। यो हस्पिटल चाहिँ अत्यन्त नयाँ व्यवस्थापनका साथ आफ्नो भवन बनाएर अगाडि बढेको रहेछ। एकदम खुसी लाग्यो। यहाँ एउटा एम्बुलेन्स पनि भर्खर आएको छ। राम्रो एउटा वातावरण छ यहाँ हैन। त्यस्तै गरी यहाँ मन्दिर पनि छ, एउटा मन्दिर हैन। फुलहरू सर रोपेको छ, फुलहरू छ है। एकदम सफा सुन्दर वातावरणमा तपाईको चाहिँ यो हस्पिटल चाहिँ सञ्चालनमा आएको रहेछ। यो नागढुङ्गा पोखरा 8 मा यो सञ्चालनमा रहेछ हैन। एकदम राम्रो खुसी लाग्यो। यसको चाहिँ सेवा सुविधा हेर्दाखेरि चाहिँ एकदम चाहिँ सन्तोषजनक छ। सरसफाइ पनि त्यत्तिकै राम्रो छ। यहाँ यो सञ्चालकज्यूहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। एकदम राम्रो छ। त्यस्तै गरी म भित्र अब प्रवेश गर्न लागेको छु। यसमा चाहिँ अब तपाईको यहाँ चाहिँ रिसेप्सन काउन्टर छ अनि यतापट्टि फार्मेसी तपाईको यसको चाहिँ औषधि वितरण गर्ने ठाउँ छ। त्यसमा त्यस्तै गरी बस्नको लागि सुविधा सम्पन्न राम्रो चाहिँ ठाउँ छ। अनि लिफ्टहरूको पनि व्यवस्थापन छ। यसको माथि विभिन्न आइसियु अनि एनआइसियु अनि जनरल वार्ड, स्ट्यान्डर्ड वार्ड हैन देखेर यस्तो चाहिँ व्यवस्थापन गरेको रहेछ। साह्रै खुसी लाग्यो। त्यही एमर्जेन्सी कक्ष पनि छ। फोहोरको यसरी व्यवस्थापन गरेको छ। एकदम राम्रो छ। म एकचोटि अब तपाईहरुलाई चमेनागिरीतिर लिएर जान्छु। यसको चमेनागिरी पनि अत्यन्त राम्रो छ। चरक मेमोरियल हस्पिटलको क्यान्टिन तर्फमा तपाईहरुलाई लाँदैछु। यहाँ क्यान्टिनको व्यवस्थापन रहेको छ। हेर्नुस् यहाँ खाजा खाने ठाउँ छ। अत्यन्त यो क्यान्टिन राम्रो सुविधा सम्पन्न क्यान्टिन, अत्यन्त राम्रो क्यान्टिन सञ्चालनमा आएको छ। सो क्यान्टिन मलाई साह्रै मन पर्यो। सरसफाइ पनि उत्तिकै राम्रो छ। म तपाईहरुलाई देखाएको छु। यहाँ सरसफाइ भइरहेको छ। यसको शौचालयहरू पनि अत्यन्त सफा एकदम राम्रो चाहिँ बनाउनु भएको छ। वातावरण पनि ठिक छ। म तपाईहरुलाई एकचोटि म अब लिफ्ट चढेर त्यो भराङको पनि राम्रो व्यवस्थापन छ। ठुलो भराङ छ। म तपाईहरु लिफ्टबाट म माथि जान्छु। राम्रो कुराको हामीले जहिले पनि प्रशंसा गर्नुपर्छ र राम्रो कुराको हामीले प्रचार पनि गरिदिनुपर्छ। यो क्यान्टिनबाट खाजाहरू आएको छ। भाइले सर्भिस गर्नुभएको छ। तर राम्रो छ क्यान्टिन पनि। म भर्खरै पुगेर आएँ। सफा स्वच्छ खानाहरू उहाँहरूले चाहिँ वितरण गर्नुभएको छ। राम्रोलाई उपचार गरेर लिफ्टबाट झार्नुभएको छ। यहाँको नर्सहरूको शिष्टता, उहाँले दिने सेवा अत्यन्तै मलाई राम्रो लाग्यो। म लिफ्ट चढेर अब माथि जाँदैछु थर्ड फ्लोरमा। माथि तलामा पनि खानाहरूको चाहिँ खाजाहरूको सर्भिस भएको छ क्यान्टिनले। तपाईहरु पनि यो हस्पिटलमा आउन सक्नुहुन्छ। यहाँको चाहिँ सेवा सुविधाहरू राम्रो छ। यो पोखरा नागढुङमा पर्छ।
चरक मेमोरियल हस्पिटल। यहाँ मान्छेहरू बस्नुभएको छ। यसरी बस्ने सुविधा पनि राम्रो छ है। यसरी तपाईँलाई म देखाइरहेको छु, सबै राम्रो छ। यो आइसियु शोधन कक्ष, नवजात शोधन कक्ष होइन। यसरी तपाईँलाई माथि पनि लिएर जान्छु। बाटोमा फुलहरू रोपिएको छ।